हजुरको शुभ नाम? भरत प्रसाद घिमिरे। भरत प्रसाद घिमिरे। अनि हजुरको यहाँ मौरी आएर बसिया छन् हैन? मौरी बसिया छन्। मौरी आएर बसिया छन्। बडो अप्ठ्यारो पाराले बसिया रहेछन् हैन? ल हाम्रो सरलाई त सप्ठेरै होला। कति भयो यो आएर बसेका? यो मैले घर बनाएदेखि 62 सालमा म घर सरेको, त्यति बेलादेखि मौरीले छोडा छैन। 64 देखि नै? हो हो। बडो अचम्म छ कि यो चाहिँ नेचरमा। अनि हाम्रो सरले चाहिँ यो चाहिँ अब आज सार्ने भनेर चाहिँ भन्नुभएको छ। अनि सार्नको लागि हामी आएको छौँ। अनि सरले चाहिँ खोल्दै हुनुहुन्छ, हेरौँ है। ल खोल्नु सर। यसभित्र छन् मौरी है? यसभित्र छन् मौरी। मौरी होइन? मैले महको लोभ नगरिकन अहिलेसम्म नखोलिकन यसलाई घर छोडिदिइराखेको थिएँ। हजुर। अब मैले यो घर छोड्दैछु। हजुर। अनि यो घर छोड्दा यो मौरी मलाई छोड्न माया लागेर हजुर मैले सरसँग अनुरोध गरेर लौ न एउटा घर पनि पाऊँ र यो मौरी पनि लैजानलाई सहयोग पाऊँ भनेर मागेको चाहिँ यतिको लागि छु। म यो लगेर मलाई लाग्छ यो मौरी उता लगेर पनि यसको फल खान्छु भन्ने अहिलेसम्म मेरो योजनामा चाहिँ छैन। अब मानिसको मन लोभी हो, भोलि गइसकेपछि देखेर खान मन लाग्यो भने अलग्गै कुरो हो। नभयो भने त्यो उद्देश्यले चाहिँ मैले यसलाई चाहिँ यहाँबाट निकाल्न खोजिरहेको चाहिँ छैन। बिहान म कहाँबाट घार लिएर आउनु भयो नि? मैले तपाईँसँग घाट नल्याउन्जेल मैले यसलाई खासै त्यति कसरी निकाल्ने होला, कसरी लाने होला भनेर खोजी मात्रै गरिरहेको थिएँ। जब तपाईँकोबाट घार पाएँ त्यसपछि मैले खोल्न थालेँ। हुन्छ हुन्छ। अब यो तपाईँको सहयोगले हजुर यो मेरा घरमा गएर सधैँ बसिदिउन्। एकदमै एकदमै मेरो कामना चाहिँ त्यति। यस्तो अप्ठ्यारो ठाउँमा त बसिया छन् भने होइन? घरै पाएपछि त कसो नबस्लान्। होइन त्यस्तो भन्दा पनि मैले थाहा पाएरै पनि मैले यो निकालिहालौँ भनेर यसको दाना पानी कति दुःख गरेर लिएर आउँछ। म यहाँ बसेर हेरिराख्छु, राख्दै गर्छ। कसरी खाइदिने? कति लोभ गर्ने मान्छेले, लोभ किन गर्ने भनेर मैले यसलाई नचलाइराखेको थिएँ। अहिले चाहिँ घर छोड्ने भएको कारणले अब चाहिँ निकाल्नै पर्ने भयो। अब पाउन त तपाईँसँग किनेर पनि मैले पाउने त रहेछु। तर यो जतिको माया त्यसको मलाई नहुन पनि। यत्रो वर्ष पालेको हो त होइन? खाउनै भन्ने उद्देश्य हुन्थ्यो भने त सायद गरिन्थ्यो, धेरै अगाडि नै खोलिसक्थेँ होला। तर पनि मैले चाहिँ इच्छा गरिनँ। यसमा चाहिँ यसभित्र कतै न कतै बसेका होलान् भन्ने चाहिँ हाम्रो आशंका छ। अब देखिन्छ है। म चाहिँ हाम्रो दर्शकहरूलाई देखाउन गइरहेको छु। र यहाँ चाहिँ कहाँबाट आइरहेछ नि यो पनि देखाउँ। यिनीहरूले आउजाउ गर्ने चाहिँ यस ठाउँबाट यहाँबाट आइरहेछ नि। यहीँबाट त म्याम? यहाँबाट हेर्नुहोस् न, यहाँबाट र यहाँबाट आउनु जाने गर्छन्। यहाँ एउटा सानो पल रहेछ। त्यो पलबाट चाहिँ आउँदै जाँदै अलिक देखिने एउटा यहाँबाट आउँदै जाँदै गरेका छन्। यसभित्र चाहिँ छानो परेको छ, यसभित्र छ। यो फोडिसक्दाखेरि यस्तो देखियो। अघि नै मैले खोल्न थालेको हाम्रो चाहिँ भरत सरले खोल्न थालेको देखाएको थिएँ नि। अब यस्तो देखियो। अहिलेलाई खोलिसकेपछि यस्तो देखियो है। अलिअलि ऊ त्यो भित्रको चाहिँ ऊ चाकर देख्न थालेको छ। देख्नुभयो? चाका देखिन थाल्यो है। अलिकति देखेको छ। अब कत्रो छ अझ राम्रोसँग खोलेपछि देखिन्छ। त्यतिखेरदेखि आएर बसेँ। ल हेर्नु ल बडो, यो चाहिँ मेरो जीवनमा एकदम दुर्लभ भिडियो नै हो है। तपाईँहरूले हेर्न सक्नुहुन्छ है। यहाँ माथिदेखि बसेका छन्। अहिले चाहिँ यो वाल फुटाएको हुनाले उता गएर बसेका छन्। आमामा यति धेरै बसेका छन् नि। एउटा अहिले गन्न मिल्ने चाहिँ एउटा, दुईटा, तीनटा, चारवटा, पाँचवटा, छवटा, सातवटा चाका छ गन्न मिल्ने चाहिँ है। अनि बाँकी चाहिँ उता गएर यो चाहिँ ढङढङ हिर्काएको हुनाले उता गएर डराएर बसिरहेको छन्। यति धेरै चाहिँ यहाँदेखि भित्रसम्म देखिँदैन राम्रोसँग होइन। यसरी बसेका छन्। यो बडो दुर्लभ भिडियो। यो चाहिँ हामीले हाम्रो त्यो आधुनिक घरमा सार्न लागेका छौँ। ल यो चाहिँ एकदमै बडो रमाइलो पनि छ। मेरो जीवनमै पहिलोचोटि यस्तो खालको देखेको। म यसलाई निकाल्न जाँदैछु है त। ल कस्तो अप्ठ्यारो छ भने म अहिले सिजन छैन। म त अस्ति भए त आम्मामा यो बाल्टी भर्थ्यो। म नै छैन नि, खाली छ।
कार्तिकमा भयो त बाफरे पहिला पहिला चाहिँ ऊ हो कुट हो ए मह त चुन्नु थाल्यो मह चुन्नु थाल्यो ओहो कस्तो सुतेर निकाल्नु पर्ने गाह्रो आमा मह चुइराखे देखिन्छ मह चुइराखेछ नि आमा मौरी जस्तै छ नि यो मह चाहिँ साह्रै दामी हुन्छ यो पुरानो मह गम्रङ्गै छ अरे झर्नु पनि है ल यहाँ म चौको चोकै आमा ल हेर्नु भिर मौरी जस्तै छ है आमा यत्रो चाका काटेको ओहो यहाँ काट्दा काट्दै गम्रङ्गै छ अरे म निकाल्छु ल हेर्नु आमा यस्तो देख्नु भएको छ त कान्छ दाइ देख्नु यताबाट पनि देखाउनु त 20 वर्ष पुरानो घर माउरी आमा म यताबाट पनि देखाउँछु है ओहो ल यो त झरीको ए झऱ्यो एउटा मह चाहिँ यिनीहरूलाई दिनुपर्छ कि यो समाइदिनु त म बान्छु 2-3 जति राख्दिने पछि आफै बनाउँछ यो चाहिँ यिनीहरूले खाना पर्छ छैन नि छैन पहिले यहाँ सार्दै गर्दै गर्नु भनेर अहिले रात परेपछि कहाँ जानु हुन्छन् कि त्यही भएर यहाँ पहिला व्यवस्थित गरिहालौँ भनेर दुई चार टोकेको त केही हुँदैन 100-200 ले टोकेको कहिले के त ल झरे आमा कत्रो झर्यो अर्को चाका फेरि ल म यो निकाल्छु है यो ठुलो चाहिँ ल हेर्नु आमा हेर्नु आमा ए बढी मानको छ नि पुग्नु त पुग्छ यो ठाउँ नभएर मात्रै हो यो निकाल्नु है अर्को चाका ल आयो अर्को चाका है ल अझै छ है ए यो बाल्टी त नपुग्ने रहेछ माउरी चाहिँ अर्कै छ ल अर्को छ फेरि अर्को चाका छ यो कति छ नि 1 2 3 4 5 अझै छ फेरि अझै आउँछ फेरि अर्को लिएर छ यहाँ यो निकालौँ अब आमा ओहो चुएको हेर्नु फेरि अर्को लिएर छ आमा
धेरै टाढा नलानु, धेरै टाढा नलानु, उनीहरू अल्मलिन्छ फेरि अहिले। कस्तो अप्ठ्यारो ठाउँ छ। गाँठो पार्दिन। यो भोलि पर्सि यता माथि जोडेपछि आफै काट्छ नि धागो। भोलि आउनै पर्यो न त बिचारै, अहिले त केही त हुँदैन नि, कहाँ छरिएर बसेका छन्। कुन बोरा छोप्नु पर्छ, छोप्नु घार म राखिदिइहाल्छु मिलाएर, घार त मिलाएर म राख्छु। महर लिएर जानुहोस्। अब यो चाहिँ गर्दा गर्दै भ्याइएन, एकदमै रात पर्यो। भोलि आएर त्यसलाई चाहिँ उठाएर यो चाहिँ आधार के अरे यो हाम्रो आधुनिक घरमा हाल्नु पर्यो। अहिलेलाई चाहिँ यहाँ राखेको छ है, यसभित्र चाहिँ त्यसै राखेका छौँ। अब त्यहाँ अब कहाँ रानी कहाँ पर्यो, भोलि एक ठाउँ भएर बस्छन्, त्यो ठ्याक्क हालिदिने। अहिलेलाई चाहिँ यहाँ राखेको छ यो ठ्याक्क, यो नमस्तेको बिचमा चाहिँ ठ्याक्कै एउटा कान्छा दाइले राखिदिनु हो। त्यो आधुनिक घर राख्ने ठाउँ पनि रहेछ। भोलि आएर गरिदिन्छु म यो है। ल